शहरी विकास मन्त्री माननीय कुलमान घिसिङज्यूलाई यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य रीमा भिमलज्यूलाई स्वागत गरिदिनु हुन हाम्रा जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। उज्यालो नेपाल पार्टी प्रदेश कार्यक्रमका सभाध्यक्ष उज्यालो नेपालका केन्द्रीय सदस्यज्यू र हाम्रा उपस्थितमा रहनुभएका हाम्रा पदोपति हाम्रो नेपाल सरकारका भौतिक शहरी तथा ऊर्जा मन्त्री कुलमान घिसिङज्यू र हाम्रो उज्यालो नेपालका केन्द्रीय सदस्यज्यूहरू र उपस्थित सम्पूर्ण पत्रकारज्यूहरू र पुस्तककर्मीज्यूहरू र सम्पूर्ण साथीहरूलाई म योगदान गराउन चाहन्छु कि ढिलै भए पनि मान्य ज्यूलाई ठाउँमा अवलोकन गर्न ल्यायो र साथीहरू प्रवेश गर्नुको आतुर हुनुहुन्छ र सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु र उत्तरोत्तर शरीरको कामना गर्दै म बिदा हुन्छु। धन्यवाद। धन्यवाद। जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीज्यू उहाँले स्वागत मन्तव्य राखेर जानुभयो र हाम्रो आज यस कार्यक्रमको समुद्घाटन गरिदिनु हुन आजका प्रमुख अतिथि माननीय मन्त्री कुलमान घिसिङज्यूलाई बत्ती बालेर उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। र म कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजको यो उज्यालो नेपाल पार्टी प्रदेश कार्यक्रमको हामी देखाउँ कैलालीको जोशीपुरमा नागरिक नियुक्ति पार्टी परित्याग गरेर उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेको निकै ठूलो लहरको हामी यो हलमा देखिरहेका छौँ। आजका विशिष्ट अतिथि उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य रीमा विश्वकर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार सबैजनालाई। पहिला त परिचय गरौँ है। तपाईहरुमध्ये कतिजनाले मलाई चिन्नुहुन्छ? एकचोटि हात उठाइदिनुहुन्छ। ओके, चिन्नेहरू हुनुहुन्छ, नचिन्ने पनि हुनुहुन्छ। चिन्नेहरूलाई धन्यवाद। जो नयाँ हुनुहुन्छ, मेरो नाम रीमा विश्वकर्मा हो। पेशाले म कलाकार र अहिले देशको नुहार फेर्नका निमित्त, देशलाई उज्यालो बनाउनका निमित्त उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको रूपमा अगाडि आएको छु। तपाईहरु सबैजनाले सामाजिक सञ्जाल त चलाउनुहुन्छ होला, चलाउनुहुन्छ, धेरैले चलाउनुहुन्छ है। र सामाजिक सञ्जालमा आजकल आँखैले देखेको पैसा पनि एआईले देखाएको हैन, हुँदै नभएको कार्यकर्ता पनि हाम्रो एआई वाला कार्यकर्ता हुन् भनेर हामीलाई 30-36 वर्षदेखि झुक्क्याएर आफूहरू मात्र सत्तामा बस्ने, शक्तिमा बस्ने अनि जनतालाई चाहिँ निरीह बनाइरहने, हाम्रो समस्याहरूसँग चाहिँ सधैँ हामी मात्रै जुटिरहनु पर्ने अवस्था सृजना भयो देशमा। धेरै मनमा कुरा राख्यो, चुप लागेर बस्यो र अत्याचार सह्यो भने त्यो अत्याचारमा के हुन्छ? पाप कहाँबाट कराउँछ? धुरीबाट कराउँछ। यो देशमा भाद्र 23 र 24 गतेका दिन त्यस्तै नै भयो। 30-36 वर्षदेखि हामीले सहिरहेको अत्याचारको भण्डाफोर भयो र सबै नेताहरूको पाप कहाँबाट करायो? धुरीबाट करायो। हाम्रा छोराछोरीहरूले यो देशमा सुशासनको चाहना गर्दाखेरि, भ्रष्टाचार विरुद्ध आवाज उठाउँदाखेरि, सामाजिक न्यायको आशा गर्दाखेरि गोली खाएर शहीद बन्नु पर्यो। हरेक शहरबाट, हरेक गाउँबाट, हरेक टोलबाट हाम्रा छोराछोरी निस्किए, हाम्रा दाजुभाइ दिदीबहिनी निस्किए। भलै हाम्रो घर बाटो कोही परेन होला, तर हाम्रै
दाजुभाइ दिदीबहिनी बित्नु पर्यो। जब जब संकट आइलाग्छ, जब विपत्ति आइलाग्छ, हाम्रा नेताहरू चाहिँ हेलिकप्टर चढेर भाग्ने अनि गोली चाहिँ हाम्रै भाइ बहिनीले खानुपर्ने, हाम्रै छोराछोरीले खानुपर्ने। अनि कहिलेसम्म सहने यो अत्याचार? जहिले पनि अब देश बनाउँछु भन्ने, अब विकास गर्छु भन्ने, तर कहिले पनि नगर्ने। अब अरूको कुरा सुनेर भुलेर बस्ने होइन। अब कसले गर्छ गर्दैन त्यो पनि चिन्ता लिने होइन, किनकि अब यो देशलाई विकास गर्नका निमित्त, यो देशमा विकास गर्नका निमित्त, यो देशमा सुशासन कायम गर्नका निमित्त, हाम्रो आवाजलाई सदनसम्म पुर्याउनका निमित्त हामी आफै अगाडि बढेका छौँ। किनभने अब हाम्रो भाइ बहिनीहरूलाई त्यसरी गोली खाएर मर्न दिनुहुन्न। अब अरूको कुरा सुनेर हामी भुलिनु हुँदैन। आफ्नो नेता चुन्नुपर्छ र आफ्नो नेता चुन्ने बेलामा आफ्नो आवाज सदनसम्म पुर्याउने व्यक्तिलाई चुन्नुपर्छ। ठुलो ठुलो भाषण गर्ने, धेरै मिठो मिठो चिप्ला कुरा गर्ने होइन कि काम गरेर देखाएको व्यक्तिलाई चुन्नुपर्छ। तब मात्र यो देश बन्छ। यत्रो वर्ष हामीले कयौं प्रधानमन्त्रीहरू देख्यौं, कयौं मन्त्रीहरू देख्यौं। हाम्रो जिन्दगीमा के फरक पर्यो त? हाम्रो दैनिकीमा के फरक पर्यो? कोभिड आउँदा दुःख हामीले पायौं, भूकम्प जाँदा दुःख हामीले पायौं, र यो सरकारले गरिरहेको शासन प्रणाली शासन प्रक्रिया भएन भनेर भन्दाखेरि पनि हामीले नै मर्नु पर्ने अनि डराएर पनि हामी नै बस्नु पर्ने। अब हामी डराउनु हुँदैन। हेर्नुहोस्, अब हामीले अत्याचारको विरुद्ध बोल्नुपर्छ, दमनका विरुद्ध बोल्नुपर्छ। अब गलतलाई गलत भनेर डराउनु हुँदैन। हामी होला आजका दिनसम्म हामी आफ्नै काममा व्यस्त भयो होला, आफ्नै जिन्दगी बाँच्न व्यस्त भयो होला, तर अभावको जिन्दगी अब नेपालीलाई स्वीकार्य छैन। किनकि हाम्रो मन्त्रीज्यू जस्तो दक्ष व्यक्तिले, योग्य व्यक्तिले भनिसक्नु भएको छ कि हामीसँग के छैन भन्ने होइन कि हामीसँग जे छ त्यसबाट हामीले आर्थिक समृद्धिको बाटो खोज्नुपर्छ। विश्वमा हामीभन्दा साना साना देशहरू पनि छन्, हामीभन्दा कमजोर देशहरू पनि छन्, तर हामीले जन्मेर हुर्किँदै गर्दाखेरि ती देशहरूले कति विकास गरिसके, हामी भने अझै पनि गरिँदै गइरहेका छौँ। हाम्रो देशमा ऊर्जाको कति सम्भावना छ भनेर हाम्रो इन्जिनियर सरले भनि नै सक्नु भएको छ। यसै बीचमा उज्यालो नेपाल पार्टीका हाम्रो अध्यक्षज्यू अनुप उपाध्याय सरको उपस्थिति भएको छ। यहाँलाई हार्दिक स्वागत गर्दछु। अब म तपाईहरुलाई एउटा अन्तिम अनुरोध गर्न चाहन्छु। अब अरूले जे भन्यो त्यो कुरामा भुल्ने होइन। अब जसले काम गरेर देखाएको छ त्यसलाई ठाउँमा पुर्याउन हामी लाग्नुपर्छ। हाम्रो जिन्दगीको समस्या एउटा लोड सेडिङ मात्रै त होइन नि। लोड सेडिङ त उहाँले पार लगाइदिइसक्नु भयो। अब हामीले उहाँलाई देशको जिम्मा लगाउन सक्यौं भने